Hello guys, welcome to my channel. आजको टपिक के हो र हामीले चाहिँ आज के डिस्कस गर्छौँ भन्ने कुरा चाहिँ यहाँ लिस्ट छ होइन यहाँ देख्नुहुन्छ र so guys, let's start the video. So the respect start with the smile and the love start with a little fight. So with this word and the sentence, let's begin the video. So हाम्रो फर्स्टमा छ introduction to a specific or organism या भनौँ एउटा एनिमल होइन र त्यसको नाम चाहिँ हो ग्लोबुसा र यसलाई क्लासिफाइड गर्दाखेरि चाहिँ यसको यो कुन फाइलामा पर्छ, कुन क्लासमा पर्छ, कुन अर्डरमा पर्छ र कुन स्पेसिस र जिनसमा पर्छ भनेर चाहिँ मैले भन्न गइरहेको छु। र फर्स्टमा फाइलम मोलुस्का, क्लास ग्यास्ट्रोपोडा, अर्डर मेसोग्यास्ट्रोपोडा एन्ड स्पेसिस पिलिया, जिनस ग्लोबुसा। र यो भन्दा भन्दै अब तपाईँहरूलाई लाग्ला कि मैले के बोलिरहेको छैन, अब यो कुन चाहिँ एनिमलको बारेमा बोलिरहेको छु भनेर चाहिँ अलिकति अनौठो लाग्ला होइन, किनकि जसले चाहिँ बिएससी पढिरहेको छ, साइन्स पढिरहेको छ त्यसलाई चाहिँ थाहा हुन्छ, तर जसले चाहिँ पढेर आएन अब जो चाहिँ अननोन छ यो कुराहरूको बारेमा होइन, यो नलेजबाट अलिकति अननोन छ तिनीहरूलाई चाहिँ अब के हो भन्ने लाग्ला होइन। सो त्यसको फोटो चाहिँ स्क्रिनमा छ, मैले के को बारेमा बोल्दैछु भन्ने कुरा। यसको कमन नेम भनेको चाहिँ एप्पल स्नेल हो, नेपालीमा भन्नुपर्दाखेरि एउटा शङ्खे किरा। अहिलेसम्म जति कुरा गरेँ मैले यो एउटा शङ्खे किराको बारेमा कुरा गरेँ। र अब यसको अगाडि बढौँ होइन, अहिलेसम्म अब हाम्रो क्लासिफिकेसन भयो। यसको जुन मैले नेम भने नि, एउटा वर्ड भने नि पिलिया ग्लोबुसा, यो चाहिँ यसको साइन्टिफिक नेम हो। म चाहिँ साइन्टिफिक नेमबाट स्टार्ट गरेँ, त्यसले तपाईँले चाहिँ अलिकति कन्फ्युजन हुनसक्छ या कन्फ्युजन भयो होला सुरुमा होइन, तर चाहिँ केही छैन, अगाडि बढौँ। अब अहिले हामी क्लासिफिकेसनमा छौँ भने अब हामी अगाडि बढ्छौँ ह्याबिट एन्ड ह्याबिटाट। र यसपछि यो इन्ट्रोडक्सनलाई एन्ड गरेर म चाहिँ ट्रेनिङतिर जान्छु होइन, किनकि हाम्रो सेकेन्ड कुरा भनेको भिडियोको सेकेन्ड कन्टेन्ट भनेको चाहिँ हाम्रो ट्रेनिङ हो। हाम्रो फिल्ड ट्रेनिङमा होइन, फिल्ड स्टडीमा हामीले कसरी ट्रेनिङ गर्छौँ भने के चाहिन्छ भन्ने कुरा चाहिँ मैले डिस्कस गर्छु होइन। सो अब ह्याबिटेटको बारेमा डिस्कस गरौँ। सो यो पिलिया ग्लोबुसा या भनौँ शङ्खे किरा चाहिँ कहाँ पाइन्छ भने फ्रेस वाटरमा पाइन्छ, पोन्ड्समा पाइन्छ, र लेक्समा पाइन्छ होइन, र रिभर्सहरूमा पाइन्छ। यसको ह्याबिटाट भनेको त्यही हो होइन, त्यतितिर चाहिँ धेरै जसो भेटिने गरिएको छ यो। सो यो यसको ह्याबिटाट भन्नाले र नर्मली अरू ठाउँमा पनि भेटिन्छ, जस्तै एसियन कन्ट्रीहरूमा पनि पाइन्छ। र यति नै हो यसको होइन। अब सर्ट इन्ट्रोडक्सन भनेको छ, मैले धेरै कुरा बोलेँ भने फेरि तपाईँलाई पनि बोर लाग्ला होइन, त्यसले अब चाहिँ हामी चाहिँ ट्रेनिङतिर जाउँ होइन, अलिकति सिफ्ट गरौँ, अलिकति माइन्ड फ्रेस पनि त गर्नु पऱ्यो नि होइन। र त्यसैले चाहिँ अब तपाईँले भिडियो मैले स्टार्ट गरिदिएँ, हेर्न सक्नुहुन्छ हामीले जुन तरिकाले चाहिँ यो फिल्ड स्टडी गरेका छौँ नि, यो चाहिँ एउटा हाम्रो गरेको फिल्ड स्टडीको ट्रेनिङको चाहिँ भिडियो हो होइन। तपाईँले देखिरहनु भएको चाहिँ यो ट्रेनिङमा चाहिँ के हुन्छ भने हामी जुन फिल्डमा छौँ नि, यो बिएससी पढिरहेको छौँ नि, त्यो चाहिँ एउटा इन्टरडिसिप्लिन फिल्ड हो कि, जहाँ चाहिँ हामीले चाहिँ आफ्नो डिसिप्लिनलाई चाहिँ एकदम सो गर्नुपर्छ होइन। जब हामी चाहिँ फिल्डमा जान्छौँ भने, फिल्डमा स्टडी गर्छौँ तब चाहिँ हामी चाहिँ एउटा डिसिप्लिन भएर चाहिँ स्टडी गर्नुपर्छ कि। र त्यहाँ चाहिँ अब हामीले कुनै पनि कुरा गर्न पाएन भने सेफ्टी मेजर्स फलो गर्नु पऱ्यो मेन त, होइन मास्क लगाउने, पन्चा लगाउने, त्यहाँ डाइरेक्टली चाहिँ कुनै पनि एनिमल या कुनै पनि चिज स्पेसिसलाई चाहिँ टच गर्नु भएन होइन। र हाम्रो फर्स्ट इयरमा म अहिले फर्स्ट इयर पढ्दैछु बिएससी, र फर्स्ट इयरमा हामीले चाहिँ इन्भर्टिब्रेट्सलाई चाहिँ मेनली फोकस गरिन्छ, र सेकेन्ड इयरमा चाहिँ बर्टिब्रेट्स आउँछ। सो अहिले हामी इन्भर्टिब्रेट्सको बारेमा कुरा गरौँ भनेपछि इन्भर्टिब्रेट्स चाहिँ हामीले चाहिँ एकदमै ध्यान दिएर चाहिँ क्याप्चर गर्नुपर्छ, किनकि एकदमै त्यो अलिकति खतरा पनि हुन्छ होइन। अब इन्भर्टिब्रेट्स भने जुगाहरू पनि हुनसक्छ, त्यो अब हामी भनेको मेनली फरेस्टमा जाने हो होइन, फरेस्टमा गएर चाहिँ फिल्ड स्टडी गर्ने हो त्यहाँ चाहिँ। त्यसले गर्दाखेरि चाहिँ अलिकति सेफ्टी मेजरलाई चाहिँ फलो गर्नु पऱ्यो भन्ने कुरा हो मेरो। फर्स्ट चाहिँ सेफ्टी मेजर, त्यसपछि फिल्ड स्टडी, डेटा कलेक्सन, अनि त्यसपछि बल्ल क्याप्चरिङ। किनकि जब सेफ्टी हुँदैन तब डेटा कलेक्सन गर्न एकदम गाह्रो हुन्छ, जब डेटा कलेक्सन गरिन्छ तब बल्ल त्यसलाई क्याप्चर गर्न सजिलो हुन्छ कि त्यो के हो कसो भनेर डेटा हामीसँग बसी हामीलाई थाहा भएपछि बढी चाहिँ त्यसलाई क्याप्चर गर्न सजिलो हुन्छ। त्यसपछि मैले फर्स्टमा सेफ्टी मेजर्स राखेँ, त्यसपछि
त्यसको डेटा सिट राखेँ, त्यसपछि बल्ल क्याप्चरिङ राखेँ होइन। र यहाँ चाहिँ हामीले चाहिँ अब त्यहाँ बटरफ्लाई पनि क्याप्चरिङ हुन्छ होइन। अब फरेस्टको होइन, अब इन्भर्टिब्रेट्स हुन्छ, बटरफ्लाई पनि आउँछ, बटरफ्लाई क्याप्चरिङ गरिन्छ होइन। बटरफ्लाई चाहिँ हामीले चाहिँ नर्मली चाहिँ हाम्रो अहिलेसम्म सरले दिएको गाइडेन्स या भनौँ सरले दिएको अर्डर्स अनुसार चाहिँ हामीले चाहिँ बटरफ्लाईलाई चाहिँ क्याप्चर एन्ड रिलिज मेथड युज गर्नुपर्छ। मतलब कि बटरफ्लाईलाई क्याप्चर गर्ने, त्यसको बारेमा नलेज लिने होइन, डेटा सिट भर्ने, तर त्यसलाई क्याप्चर नगर्ने, त्यसलाई चाहिँ छोडिदिने। किनकि बटरफ्लाई भनेको एकदम कम हुन्छ भने चाहिँ हामीलाई चाहिँ इन्फर्मेसन दिनुभएको छ होइन हाम्रो जियोलोजी सरले चाहिँ। त्यसरी चाहिँ हामी चाहिँ त्यो हिसाबले जान्छौँ होइन। त्यसरी चाहिँ बटरफ्लाई चाहिँ हामी त्यतिको चाहिँ कलेक्सन हुँदैन, तर हामी चाहिँ इन्भर्टिब्रेट्स चाहिँ अलिक कलेक्सन गर्छौँ होइन फिल्डमा गएर। र यो चाहिँ भयो अलिकति डिस्कसन होइन, त्यो डिसिप्लिन रहनुपर्छ फिल्डमा। र त्यही कुराको चाहिँ हाम्रो ट्रेनिङ हुन्छ। किनकि जहिले पनि हामी जुन समय पनि होइन हामी फिल्ड स्टडीमा जान्छौँ नि, त्योभन्दा एक दिन अगाडि चाहिँ हामीलाई चाहिँ ट्रेनिङ दिने गरिन्छ किनकि जब ट्रेनिङ दिन्छ नि तब चाहिँ हामी गएको दिन चाहिँ हामी त्यो डिसिप्लिन होस् होइन, हामीले चाहिँ थाहा होस् के गर्ने के नगर्ने होइन। भनेपछि त्यो कुरा चाहिँ अब रिकल होस् भनेर पनि होइन, फिल्डमा कसरी काम गर्नुपर्छ भनेर रिकल होस् भनेर पनि हामीले जाने भन्दा एक दिन अगाडि नै एउटा ट्रेनिङ हुन्छ होइन। एउटा डेमो ट्रेनिङ भनेर पहिला ट्रेनिङ दिन्छ, यसरी गर्ने यो गर्ने गाइडेन्स दिन्छ। त्यसपछि हामीले डेमोको रूपमा चाहिँ एउटा इक्जाम्पल देखाउनलाई चाहिँ हामीलाई जब फिल्डमा पठाइन्छ कि फिल्ड भन्नाले चाहिँ हामीलाई चाहिँ अब त्यही कलेजकै वरिपरि चाहिँ जानु, अनि यो क्याप्चर गर्नु, यसरी गर्नु होइन, काम गर्नु भनेर त्यो सिकाइन्छ। हामी त्यो हिसाबले गर्छौँ र त्यो कुरा चाहिँ हाम्रो चाहिँ ट्रेनिङ हुन्छ। त्यही चाहिँ हाम्रो ट्रेनिङ हुन्छ कि मेनली होइन। अब जब हामी त्यो गरेर सबै कुरा देखाउँछौँ नि सरलाई, त सरले चाहिँ भनेर चाहिँ तिमीहरूले चाहिँ बुझ्यो, अब तिमीहरूले गर्न सक्छौ फिल्डमा भनेपछि चाहिँ बल्ल चाहिँ हामी फिल्डमा जाने। नेक्स्ट डे हामी रियल फिल्डमा जान्छौँ, त्यसपछि जङ्गलमा जान्छौँ। जब हामीले चाहिँ एउटा ट्रेनिङ लिइसकेपछि होइन, एउटा चाहिँ डेमो चाहिँ गरिसकेपछि होइन, ट्रेनिङ क्लास चाहिँ गरेर लिइसकेपछि त्यो चाहिँ एउटा प्रोटोकल हुन्छ। प्रोटोकल पनि हुन्छ भन्छु मैले चाहिँ फिल्ड स्टडीको लागि चाहिँ यो प्रोटोकल चाहिँ एकदमै सही हो। र यसपछि चाहिँ हामी जान्छौँ ब्लगमा, जुन चाहिँ मैले लास्टमा चाहिँ राखेको थिएँ होइन, ब्लगको पनि भिडियो भनेर त्यहाँ यो भिडियोको अन्त्यमा चाहिँ ब्लगिङको पनि एउटा भिडियो हाल्छु मैले भनेको थिएँ। त्यो चाहिँ कुन ब्लग हो भने चाहिँ म चाहिँ लास्ट टाइम बनाएको ब्लग हो, त्यसलाई चाहिँ युट्युबमा अपलोड गर्ने चाहिँ अलिकति भ्याइसकेको थिइनँ। र अब चाहिँ त्यसलाई सेपरेट अपलोड गरेर त बरु यही जुन भिडियो मैले बनाउन लागिरहेको थिएँ यही भिडियोसँगै जोडिदिउँ भन्ने सोचेर मैले चाहिँ अलि यही भिडियोको लास्टमा चाहिँ त्यो ब्लगलाई चाहिँ जोड्दैछु। त्यसरी त्यो ब्लगमा चाहिँ म त्यत्तिकै बोल्दिनँ, जस्ट कसरी स्टडी भयो होइन। त्यो ब्लगमा चाहिँ के छ भने जस्ट फिल्ड स्टडी के हामी जुन फिल्डमा जङ्गलमा गएर स्टडी गरिरहेको छौँ नि, त्यो कुराको चाहिँ एउटा सिन चाहिँ मैले देखाइदिन्छु होइन। कहाँबाट सुरु गरौँ यो मनको कुरा, तिमीमै आएर हुन्छन् मेरा सपना पुरा। चाहे दिन होस् या रातको अँध्यारो, तिमी बिना बाँच्न साह्रै छ गाह्रो। जुनको किरण झै शीतल छ तिम्रो। अब हाम्रो चाहिँ यहाँ एकछिन फोटो सुट हुँदैछ। यहाँ अब हाम्रो अर्जुन सरले फोटो सुट गर्दै हुनुहुन्छ होइन, फोटो खिच्दै हुनुहुन्छ। तर सरको पनि त फोटो चाहिएला यसरी। यहाँ हाम्रो अब अझै साथीले खिच्दैछ होइन। यो चाहिँ सेकेन्ड इयरको फोटो, हाम्रो फर्स्ट इयरको फोटो चाहिँ अगाडि नै खिचिहाल्यो। फोटो खिच्नेलाई मैले चाहिँ भिडियो बनाइनँ किनकि मेरो पनि फोटो खिच्नु थियो होइन। ल अब यहाँ अटो आएर साथीले एक फोटो खिच्नै पाइएन, अघि फोटो खिच्ने बेलामै अटो आएर डिस्टर्ब भयो। ल केही छैन, नेक्स्ट टाइम फेरि खिच्दा हुन्छ। अब यहाँ सरहरूले माथितिर जाने भन्नुभयो, अब के छ होइन, जस्ट एक्सप्लोर गर्दै हिँडौँ न, केही छैन। सो लेट्स गो गाइज। ल हाम्रो अर्जुन सर अगाडि हिँडिरहनु भएको छ होइन, क्यामेरा बोकेर।
आई थिङ्क अननोन फोटोसुट पनि हुन्छ होला किनकि अजुर सर हुनुहुन्छ हामीसँग होइन। अब यता अगाडि म्यामहरू पनि हुनुहुन्छ, हाम्रो जोलोजी म्याम हुनुहुन्छ, अरुण सर जोलोजी सर भइहाल्नु भयो होइन। जोलोजीको हाम्रो यहाँ 3जना टिचर छन्। यहाँ म्यामले के बोल्नु भयो सुनौँ है त। हिँडेर बेनीबाट हिँडेर मुस्ताङ पुगेको म्यामको बिराट राम्रो छ। अगाडि जाऊँ हामी ल। ओहो हाम्रो साथी खतरा खाँदा ल ऊ यहाँ चाउजुको प्याकेट समाएर सजन्जी हामी यता जाने रे सबै छुटेर खाइदिन्छ क्या कवि शिरोमणि लेखनाथ रहेछन् सर यता जाँदैछ खै कता कता हो के गर्ने हो बगाएर सही देखिया त भ्यू त सही हानि पुरा झोलुङको पुल यो भन्ने चाहिँ को हो सज्जन रहेछ आउँदैन साथी भए पनि हजुर ल गाई चाहिँ खाजा खानु लाएर चाहिँ सबैजना हामी पनि खाम लिगम ल जाम त जाम लिगम कता हुन्छ ए म्यामलाई लड्डु पनि ल्याउनु त ल अब हामीले खाजा चाहिँ खाइसक्यौँ सो लेट्स गो टु एक्सप्लोर दिस जग्गा ओके सो guys it is my first research journey vlog this is the first time म चाहिँ एउटा रिसर्च फिल्डमा आएर एउटा फिल्ड स्टडी गरिरहेको छु र दिस इज द फर्स्ट टाइम एक्सपिरियन्स र हेरौँ कस्तो हुन्छ एक्सपिरियन्स हामी रिसर्च गरिरहेका छौँ खोजिरहेका छौँ इन्सेक्टहरूलाई जुन चाहिँ हामीले खोज्ने त्यसको डेटा कलेक्सन गर्ने र यसलाई चाहिँ बुझाउने हो हामीले कलेजमा र फुल्ली हामी सेफ्टी गियर्सको साथ तयार छौँ होइन ब्याकप्याक छ हामीसँग जहाँ हाम्रो डेटा कलेक्सनको लागि पेपर्सहरू पनि छ त्यसमाथि हामीले ग्लोभ्स युज गरेका छौँ मेरो साथीहरूको हातमा देख्न सक्नुहुन्छ ग्लोभ्स छ पन्चा छ होइन फुल्ली प्रिपेयर छौँ हामी यो रिसर्च फिल्डमा होइन पुरै प्रिपेयर भएर सेफ्टी मेजर फलो गरेर हामी चाहिँ अगाडि बढ्दैछौँ खोज्दैछौँ होइन यहाँ के एउटा इन्सेक्ट भेटाएका रहेछौँ हेरौँ होइन कसरी खोजिन्छ के गरिन्छ हेर्नुहोस् सिक्नुहोस् होइन यो भिडियोबाट पनि तपाईँले देखेर सिक्न सक्नुहुन्छ अहिले चाहिँ हामीले एउटा इन्सेक्ट भेटेको छौँ र हाम्रो यहाँ अझै साथीले चाहिँ त्यो इन्सेक्टलाई चाहिँ क्याप्चर गरिसकेको छ एउटा पातमा राखेको छ अहिलेलाई अब यसलाई यसो हेर्ने त्यसलाई अब्जर्भ गर्ने होइन र यसको डेटा कलेक्सन लिएर यसलाई चाहिँ हामीले क्याप्चर गर्नेछौँ र यहाँ अब अर्को पनि भेटिएको जस्तो भनेको छ हाम्रो अर्को सन्देश साथी छ उसले यता अर्को इन्सेक्ट भेटेछ त्यसरी हामी त्यहाँ जाँदैछौँ र यो हेर्न सक्नुहुन्छ हामीले त्यसपछि सबैलाई कलेक्ट गर्दाखेरि कसरी कलेक्ट गऱ्यौँ होइन हामीसँग भाँडा पनि थियो होइन सेपरेट भाँडा पनि थियो इन्सेक्ट कलेक्सनको लागि चाहिँ तर त्यो चाहिँ एउटा सीमित मात्रासम्म मात्र भएर अनि एउटा लिमिटेड मात्र थियो मतलब एउटा लिमिटेड थियो भाँडो तर हामीसँग चाहिँ यहाँ टिम छुट्याइएको थियो सरले टिम छुट्याइदिनु भएको थियो जसले गर्दा चाहिँ सबै टिमलाई चाहिँ त्यो स्पेसिफिक सामान चाहिँ पाइएन त्यसैले चाहिँ हामीले अब म्यानेज गर्दैछौँ होइन यो खाने पानीको बोतलमै अब क्याप्चर गरेर भए पनि अब हामीले लग्दैछौँ होइन ड्यु टु दि लिमिटेड भएको भएर हामीसँग सामान चाहिँ तर केही छैन जब यो फिल्ड स्टडी हो हामी ग्रुपमा छौँ धेरैजना भएको भएर चाहिँ यस्तो प्रब्लम आएको नत्र स्पेसिफिक केही मान्छे भएर नि केही हामी भएर मात्रै गऱ्यौँ भने चाहिँ यस्तो प्रब्लम आउँदैन होइन हामीसँग सबै मटेरियल्सहरू चाहिँ तयार हुन्छ अब केही छैन थोरै भए पनि कोसिस जारी नै छ अब हामी चाहिँ यस्तो भिडियोमा देख्न सक्नुहुन्छ हामी जङ्गलतिर छिरिरहेको छौँ होइन जङ्गलमै किन जान्छौँ भने चाहिँ हामी चाहिँ अब रिसर्च भनेकै हाम्रै जियोलोजीको रिसर्च हो होइन अब जियोलोजी भनेपछि हामी अब फिल्डमा जानै पऱ्यो फिल्डमा भनेपछि अब हामी मेनली जाने भनेको जङ्गलको फिल्डमा हो हरेक झाडीमा छिरेर होइन कहाँ कहाँ हुन्छ हरेक चिज अब्जर्भ गर्न चाहिँ हामीले चाहिँ पर्छ कि चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ होइन
हरेक चिज अब्जर्भ गर्नुपर्छ, हरेक चिजबाट केही न केही इन्फर्मेसन पाइन्छ, त्यो इन्फर्मेसनलाई लिनुपर्छ होइन। हामीले एभ्री चिज चाहिँ डिसिप्लिनमा हेर्नुपर्छ होइन, किनकि तल के किराहरू होला, जनावरहरू होला होइन, सानो इन्सेक्ट्सहरू होला, या भित्तामा यस्तो त्यो रुखमा पनि केही होला होइन, चराहरू बसिरहेको होला नि, त्यो डिस्टर्ब नगरिकन होइन, एउटा डिसिप्लिन वेमा सिन्सियरली चाहिँ यो काम चाहिँ हामीले गर्ने हो। फिल्ड स्टडी भनेको चाहिँ त्यो हो खास गरी, होइन टोटल डिसिप्लिनमा गर्नुपर्छ। यहाँ डिसिप्लिन बिग्रियो भने धेरै ठुलो गडबड हुन्छ होइन। सेफ्टी गियर्सहरू पनि लिनुपर्छ हामीले चाहिँ सेफ्टीमा। अघि पनि भने मैले होइन, ग्लोभ्स लिएका छौँ हामीले, मास्क पनि लगाएका छौँ होइन, क्लोथ्सहरू फुल क्लोथ लगाएका छौँ। हाफ क्लोथ चाहिँ मतलब कि हाफ टी सर्टहरू, हाफ सर्ट त्यस्तो चाहिँ लगाएको छैनौँ, किनकि त्यो अलिकति डेन्जरस हुन्छ, किनकि जङ्गलभित्र हामी जाने, त्यहाँ जुगाहरू हुनसक्छ, इन्सेक्टहरू हुन्छ, तिनीहरूले टोकिदिन सक्छ, के हुन्छ होइन। त्यसरी फुल क्लोथ चाहिँ लगाउनु चाहिँ अलिकति कम्पलसरी हुन्छ होइन, फर सेफ्टी, फर आवर सेफ्टी टु, र त्यो कुरा हो। अनि र यो ग्लोभ्स र मास्क सँगसँगै हामीले चाहिँ क्लोरोफर्म पनि युज गर्नुपर्छ होइन, जुन पनि अलिकति खतरा हुन्छ। क्लोरोफर्म भनेको अलिकति बढी सुँग्यो भने मान्छे पनि बेहोस हुन्छ त्यसबाट। त्यसैले क्लोरोफर्मलाई चाहिँ हामीले चाहिँ अलिकति मात्रामा लिएर त्यसलाई चाहिँ हामीले त्यो जुन भाँडामा चाहिँ इन्सेक्ट हामीले क्याप्चर गर्छौँ नि, त्यो भाँडामा चाहिँ त्यहाँ हालिदिने हो। थोरै मात्रामा हाल्ने हो, किनकि धेरै हाल्यो भने झुक्केर हामीले आफूले सुँग्यो भने पनि हामी बेहोस हुन सक्छौँ। थोरै मात्रामा भयो भने त्यसले धेरै हामीलाई इफेक्ट गर्दैन। इनकेस हामीले गल्तीले सुँग्यौँ भने पनि त्यति धेरै इफेक्ट गर्दैन त्यसको मात्रा अनुसार। त्यसैले चाहिँ त्यसलाई चाहिँ हामीले त्यो तरिकाले चाहिँ युज गर्नुपर्छ। र हामीले क्लोरोफर्मै किन युज गर्छौँ भने चाहिँ हामीले इन्सेक्टलाई चाहिँ अब जिउँदै लग्न खोज्यौँ भने त्यो अब हामी जुन भाँडामा राख्छौँ त्यो भाँडामा हिँड्छ ओर्छ होइन, माथि बाहिर निस्किन खोज्छ, त्यो अप्ठ्यारो हुन्छ कि। अनि हामीले अरू इन्सेक्टलाई चाहिँ त्यहाँ हाल्यो भनेदेखि सबै इन्सेक्टलाई हामीले एउटैमा हाल्ने हो, किनकि जब फिल्डमा गइन्छ तब हामीसँग यो एउटा इन्सेक्टको लागि एउटा भाँडो हुँदैन कि, मतलब कि सबैलाई चाहिँ एउटा ठाउँमा चाहिँ क्याप्चर गर्नुपर्छ। र त्यसपछि बल्ल चाहिँ त्यसलाई ल्याबमा लगेर चाहिँ हामीले त्यो अनुसार मिलाउने होइन, त्यसलाई सही तरिकाले चाहिँ राख्ने हो। त्यसरी चाहिँ त्यो हुन्छ वे। र अब हामी अगाडि बढ्छौँ होइन, र त्यो सँगसँगै हामीसँग के हुन्छ भने जिपिएस हुन्छ होइन। मेनली चाहिँ हामीले चाहिँ कहाँबाट चाहिँ अब कुन ठाउँबाट चाहिँ त्यो हामीले आफ्नो रिसर्च जर्नीलाई स्टार्ट गऱ्यौँ होइन, रिसर्च फिल्ड स्टार्ट भयो, त्यो कुरालाई चाहिँ बुझ्नको लागि चाहिँ त्यहाँको लोकेसन ट्र्याक गर्नको लागि चाहिँ हामीले जिपिएस युज गर्छौँ, बाइनोकुलर युज गर्छौँ होइन। जुन बाइनोकुलर मैले देखाएँ, बाइनोकुलर चाहिँ हामीले किन युज गर्छौँ भने चाहिँ यसो हाम्रो जस्ट करेक्सन गरेका छौँ भनेको भन्दाखेरि हामीले बाइनोकुलर किन युज गरेका छौँ भने वी आर जस्ट सर्चिङ दि बर्ड्स टु होइन, बर्ड्स बटरफ्लाइजहरू हुन्छ तिनीहरूलाई पनि अलिकति भेट्यो भने यसो हेरौँ होइन, अब्जर्भ गरौँ अलिक टाढैबाट भन्ने हिसाबले चाहिँ होइन, बिना डिस्टर्ब गरेर तिनीहरूलाई होइन, बर्ड्सहरू डिस्टर्ब नगरिकन टाढा अब्जर्भ गर्ने होइन। र यही हो, अब हामी फर्किँदैछौँ। हिँड्दै थिए बजारैमा आफ्नै धुनमा, के जादु भयो आज मेरो यो मनमा। भिडभाडमा झुक्केर तिमीलाई छोइयो, एकै नजरमा किन हो किन मोहनीलाई यो, कम्मर मर्काउँदै आँखाले जुधाउँदै हिँड्दै थिए बजारैमा आफ्नै धुनमा। ट्रिपबाट आइसक्यौँ र अहिले चाहिँ हामी ल्याबमा छौँ। के ल्यायो होइन, इन्सेक्टहरू त्यो सब यहाँ केटाहरूले गर्दैछन् होइन, मेरो टिमले कलेक्ट गर्दैछन्। सन्देश चाहिँ खोजेछ नेटमा कुन के हो भनेर। यो त हामी यति चाहिँ पिनिङ गरिसकेका छौँ, आएर कलेक्ट भइसक्यो। यो चाहिँ गर्न बाँकी छ, बिस्तारै हुन्छ होइन। यता पिनहरू छ, यहाँ कसले गरेको कुराहरू गर्न लिस्टहरू छ। अहिले हामीले यहाँ गर्नुलाई चाहिँ 3 जनाले हो, तर खास सबै कलेक्ट चाहिँ सबैले मिलेरै कलेक्ट गरेको छ। यति नै हो। अब यसपछि यो भ्याएर घरै जाने हो। ब्लग चाहिँ भ्याइयो होइन, ब्लगबाट चाहिँ बिदा लिन्छु र